हामी मानकला हजुरआमाको बाहुलीबाट यो के पिपलको बिरुवा यहाँ रोप्नु भएको हो। कति सालतिर होला? साल त अब चाहिँ 31 साल भनेर चाहिँ अब अडबड गर्न सकिएन। अब हजुरआमाको पनि अब वैँसै हुँदाखेरि अब यो बिरुवा ल्याएर यहाँ रोप्नु भएको। तर यो माटो यहाँ पेखर रुखो भएको हुनाले यसको वृद्धि विकास हुन सकेन र यो अहिले यतिको मात्रै छ। कतिपय हाँगा काटे, कतिपय हाँगा सुके। तर यो मेरी हजुरआमाको देन हो। यहाँ आउँदाखेरि मलाई हजुरआमाको भाइको लाग्छ। मानकुमारी जेठी हजुरआमा, देवकला कान्छी हजुरआमा। अब यो दुईटी अलग अलग बस्नु पनि एउटै बाबुआमाका सन्तान, एउटै बुढा हाम्रा शिवलाल हजुरबासँग विवाह चाहिँ भएर आएर बाबा जीवलालको जन्म भयो। जीवलालभन्दा माथिका पनि थुप्रै जेठबाहरू अब नरेश्वर भोपाल यिनी सबैको मृत्यु हुँदै गयो। आखिर बाबा मात्रै बच्नुभयो र पछि हामी तराई अब गयौँ 27 सालमा। अब तराईबाट फेरि म 31 सालमा फेरि त्यस्तै परिस्थितिले मलाई फर्केर चाहिँ अब आउन पऱ्यो। फेरि म पाहाड आएँ। मेरो बाबाको क्रियाकलापले तराई तैँले मायामा मार, मैले पाहाड माया मार्छु, तँ पाहाड जा भनेर अनि देवकला हजुरआमालाई चाहिँ अब पालन पोषण गर्ने अनि चाहिँ यहीँ अब बस्ने भनेर आइयो। आएर 33 सालमा अनि जनज्योति चाहिँ प्राइभीमा अनि एउटा दरबन्दी खाली भयो। जीवलाल सरले ल एउटा दरबन्दी खाली छ झबी सर, तिमी तम्घास गरेर नियुक्ति लिएर आऊ भनेर मलाई पठाउनु भयो। गएँ जिसिया कार्यालयमा नियुक्ति लिएर आएर त्यत्रो लामो वर्षसम्म मैले अब 37 वर्ष मैले नोकरी गरेँ। 2 वर्ष नेटा दर्लिङ मामीमा चाहिँ मैले गएर चाहिँ सर्भिस गरेँ। उहाँ पनि नरेश पौडेल अब हेड सर बहुत स्वादै मान्छे हुनुहुन्छ।